भएको छ। सच्चा कम्युनिस्टहरूले मात्रै आफ्नो गल्ती भयो भने गल्ती भयो भनेर स्वीकार्ने आँट गर्छन् र अनि त्यसले मात्रै क्रान्तिलाई अगाडि बढाउन सक्छ। अवसरवादीहरूले गल्ती कहिले पनि देखाउन चाहँदैनन्। गल्तीलाई ढाकछोप गर्ने नै तिनीहरूको चरित्र हुन्छ। त्यसकारण यो पटक पनि नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रियामा हामीले सबभन्दा पहिला हाम्रै कमजोरी कहाँ भयो, जसले गर्दा जनतामा एक स्तरको असन्तुष्टि र आक्रोश पैदा भयो भन्नेतिर समीक्षा गरेपछि नै नेपाली कम्युनिस्ट पार्टी गठनको प्रक्रिया, एकताको प्रक्रियाले पनि गति लिएको हो। म यो कुरा पनि कमरेडहरूको अगाडि राख्न चाहन्छु। म आज यो पनि सम्झिन चाहन्छु, यो दुर्भाग्य ठान्छु मैले, नेतृत्वको हैसियतले कमरेड मदन भण्डारी जीवितै हुनुहुन्थ्यो, नेकपा एमाले बनेको थियो, यतापट्टि फेरि माओवादी धाराका सबै कम्युनिस्टहरू मिलेर नेकपा एकता केन्द्र बनेको थियो र त्यसको महासचिव म थिएँ, एकीकृत पार्टीको महासचिव। उतापट्टिको एकीकृत नेकपा एमालेको महासचिव मदन भण्डारी हुनुहुन्थ्यो। एकजना बुद्धिजीवी ललितपुरको, जोसँग हाम्रो लगातार वार्ता हुने गर्थ्यो, संवाद हुने गर्थ्यो, उहाँले एउटा कार्यक्रमको आयोजना गर्नुभयो। मदन भण्डारी र प्रचण्डलाई सँगै राखेर कुरा गराउने र एकता केन्द्र र एमालेको बिचमा एकताको सम्भावना अहिले कति छ र मदन भण्डारी र प्रचण्डको केमिस्ट्री मिल्छ कि मिल्दैन, कति अगाडि जान सकिन्छ भन्ने छलफल भएको पनि म आज सम्झिन चाहन्छु। आज म के कुराको लागि यो सम्झिँदैछु भने जनताको बहुदलीय जनवाद भनेर कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन उद्देश्य सहित अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनुभएको छ। अहिलेको एमाले मदन भण्डारीलाई र उहाँको परिवारलाई अघि नै कमरेडले भन्नुभयो अपमान गर्ने र त्यसलाई बदनाम गर्ने कोसिस भएको छ। म मदन भण्डारी प्रति सम्मान व्यक्त गर्न चाहन्छु र अहिले जसरी एमाले बिल्कुल त्यो लाइनबाट अर्को लाइनमा गएर मदन भण्डारीले त सहकारी ठगीको आरोप लागेको थियो, बिहा पनि 2 बिहा कि 3 विवाह भएको थिए, 4वटा विवाह भएको थिए भनेर केपी ओलीले नै सार्वजनिकले भन्ने भनेको मदन भण्डारीको योभन्दा ठुलो अपमान अरू केही हुन सक्छ? अहिले कमरेड विद्या भण्डारी पार्टी सदस्यता पाऊँ भन्दा पार्टी सदस्यता नदिने गरी जसरी गएको छ त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्छ त? कुनै आउन सक्दैन। त्यसकारण म अहिले बढी चर्को भाषा प्रयोग नगरी एमाले भित्रका इमानदार देशभक्त र वामपन्थी क्रान्तिकारी कमरेडहरूलाई अपिल गर्न चाहन्छु, इतिहासको यति ठुलो धोका, यति ठुलो विश्वासघात पक्कै पनि तपाईँहरूले महसुस गर्नुभएकै होला। त्यसकारण नेपाली कम्युनिस्ट पार्टी यहाँ जम्मा भएका 10 घटक र 12 घटकको मात्रै बनाउने हामीले लक्ष्य राखेको होइन। तपाईँहरू समेत विशाल शक्ति फेरि निर्माण गर्ने उद्देश्यबाट यो अगाडि बढाइरहेको हो। यसलाई हल्का रूपमा नलियोस् भनेर म तपाईँहरूसँग अपिल गर्न चाहन्छु। प्रकाश ज्वालाले त भूकम्पकै कुरा गर्नुभयो, मलाई थाहा छैन 27 गते भूकम्प कति जान्छ जाँदैन, तर मलाई के थाहा छ भने आज यो एकीकरण प्रक्रियामा नेकपा एमालेका नेता, युवा नेता, सुदूरपश्चिमका नेता, प्रदेश सभाका सदस्य, अर्थमन्त्री प्रकाश बहादुर शाह आज हामीसँग जोडिनु भएको छ। यो प्रकाश बहादुर शाह एक्लै जोडेको छैन। यो प्रकाश बहादुर शाहले त भूपी शेर्पनले भने जस्तै हुँदैन, बिहान मिरमिरमा तारा झरेर नगए भने जस्तै उहाँ पहिलो आँट गर्नुभयो। अब एमाले भित्र हजारौं प्रकाश बहादुर शाहहरू पक्कै जन्मिन्छ, जन्मिनु पर्छ।
प्रकाश बहादुर शाहलाई पनि हार्दिक बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। तपाईँले आँट गर्नुभयो। आज अरू पनि थुप्रै एमालेका केन्द्रीय विभागमा अरू समितिमा भएका कमेन्टहरू पनि आज यहाँ जोडिन आउनुभयो। उहाँहरू सबैलाई पनि म हार्दिक धन्यवाद भन्न चाहन्छु। सबै कमेन्टहरूलाई मैले फेरि दोहोऱ्याउँछु, संयोजकको हैसियतले मैले मेरो ताकत, मेरो विवेक, मेरो अनुभवले जति सिकाउँछ म कुनै आग्रह पूर्वाग्रह बिना नै यो पार्टीलाई मजबुत बनाउन र राष्ट्र बचाउन अन्तिम लडाइँ लड्न म तयार छु। अस्ति एउटा पार्टी प्रवेश भने जस्तो कार्यक्रम भयो, अस्ति कि कहिले त्यहाँ चाहिँ घर फर्क भनेर त्यो वास्तवमा भत्किएको र डढेको घरमा के फर्किनु, त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घर फर्किने उस्तै फर्के होला जस्तो लाग्छ। तर एउटा कुरा भने म तपाईँहरूको लागि अगाडि भनेर जान चाहन्छु। उहाँले एमालेका केही नेताहरूले हाम्रो यो एकतालाई हेरेर वृद्धाश्रम अभिभावकको योभन्दा ठुलो अपमान केही हुँदैन। एउटा अर्को र मुख्य कुरा यो होइन मैले भन्नु खोजेँ अर्को छ। जेन्जी युवाहरूले भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, अपारदर्शिता विरुद्ध पारदर्शिता पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले फेरि हामीलाई वृद्धाश्रम भन्छन्, जसले जन्मी युवाहरूलाई सम्मान गरेको छ। बुझ्दै गएका छन् नेपाली कम्युनिस्ट पार्टी नै हाम्रो अभिभावक हो। यहाँ प्रवेश भइ पनि सकेको छ अलग अलग पार्टीमा। म युवाहरूलाई, ती सबै युवाहरू जो पवित्र मनले तपाईँहरूले सुशासनको कुरा गर्नुभयो, पहिलो सम्मान हामीले गऱ्यौँ तपाईँहरूको आवाजलाई, पहिलो हामीले गऱ्यौँ। यो कुरालाई हेक्का राख्नु होला। तपाईँ युवाहरू यदि विदेशी षड्यन्त्रको चङ्गुलमा हुनुहुन्न भने तपाईँहरूले बुझिसक्नु भएको छ, बुझ्नुहुनेछ भन्ने मेरो विश्वास छ। यो देश खतरामा पुर्याइएको छ, निकै ठुलो षड्यन्त्र छ। यो षड्यन्त्रलाई परास्त गर्न तपाईँ युवाहरू र हामी नेपाली कम्युनिस्ट पार्टी एक हुन जरुरी छ। म यही मञ्चबाट भन्न चाहन्छु, तपाईँ युवा साथीहरू अन्यत्र होइन, जसले तपाईँको मागलाई अगाडि बढेर समर्थन गर्यो, जसले तपाईँको आन्दोलनलाई सबभन्दा अगाडि बढेर समर्थन गर्यो, तपाईँहरूको बलिदानलाई उच्च सम्मान गरेर सबभन्दा पहिला शहीद घोषणा गर्यो र दोषीलाई कारबाही हुनुपर्छ, अपराधीलाई कारबाही हुनुपर्छ र केपी ओलीले तुरन्तै राजीनामा दिनुपर्छ भन्ने निर्णय गरेर घोषणा गर्यो। त्यसलाई तपाईँहरूले आफ्नो बैरी ठान्नुभयो भने योभन्दा बढी दुर्भाग्य यो देशको लागि। अनि जसले तपाईँहरूमाथि निशंस हत्या गर्ने अपराध गर्यो त्यो पनि उस्तै, त्यसका विरुद्ध लड्ने पनि उस्तै भन्ने कुरा यो साम्राज्यवादीको भाषा हो, तपाईँ युवाहरूको भाषा होइन। प्रतिक्रियावादी र देशभित्रका पनि प्रतिक्रियावादी प्रतिगामी षड्यन्त्रकारीहरूको भाषा हो। त्यो भाषाबाट भ्रमित नहुन तपाईँहरूको सम्मान म यति भनेर टुङ्ग्याउन चाहन्छु। हेर्नु होला, हामी यहाँबाट महाधिवेशनसम्म जाँदा प्रत्येक कमिटीमा जेली युवाहरूको ठुलो सङ्ख्या हामी भर्ती गर्नेछौँ र हामी निर्वाचनमा बढीभन्दा बढी युवा साथीहरूलाई निर्वाचनमा लानेछौँ। यो कुरा पनि म आज यही मञ्चबाट तपाईँहरूलाई अपिल गर्न चाहन्छु, प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाली कम्युनिस्ट पार्टी अब आजबाट भीमरावजी पनि आइसकेपछि, प्रमोद बारन आइसकेपछि, प्रकाश बहादुरजी लगायतका साथीहरूको ठुलो टिम आइसकेपछि
यसलाई मैले अस्ति 10 पार्टीको ऐतिहासिक हो है यो एकता भनेको थिएँ। यसलाई पहिलो पार्टी बन्नबाट रोक्न सक्दैन कसैले भनेको थिए। आज यो एकीकरण र समायोजन प्रक्रियाले त्यो भनाइलाई अझ थप पुष्टि गर्ने आधार दिएको छ। अझै आउँदै हुनुहुन्छ, कुराकानी भइराखेको छ। अब हप्तामा यस्तो कार्यक्रम गर्न पर्ने हो। मैले आज बिहान चाहिँ भने होइन, अब त्यस्तो भयो भने त यहाँ के अरे पूर्व एकीकृत समाजवादीको अफिसमा या पेरिस डाँडामा नै गर्नु पर्यो। नत्र यो सधैँ त हप्तामा चाहिँ 2-4 लाख खर्च गर्न पनि त गाह्रो भनेको छु। तर पनि यो एकता प्रक्रिया अझ अगाडि दृढताको साथ जान्छ। अब हामी तुरुन्तै अब यो प्रदेशहरूको समायोजन, जिल्लाहरूको समायोजन गर्ने र सामान्य कार्यविभाजन गरेर देशभरि 7 प्रदेशमा नेताहरू समेत गएर घोषणा सभा र चुनावी अपिल गर्न हामी जान्छौँ। र अनि 77 जिल्ला र सबै पालिकाहरूमा पनि नेताहरूलाई खटाएर घोषणा सभा र एकताको निम्ति अपिल र जनतालाई अपिल गरेर एउटा राष्ट्रिय शक्ति, एउटा यस्तो राष्ट्रिय शक्ति जसले साम्राज्यवादसँग जरुरी पर्छ भने भिड्न तयार हुने शक्ति हामीले आर्जन गर्नै पर्छ। टिमहरू बनाउनु पर्नेछ, भोलिन्टियर टिमहरू बनाउनु पर्नेछ जनताको सुरक्षा गर्नको लागि। र अनि यहाँ धेरै कुरा आइसकेका छ। हामीले जनताको जीवनमा परिवर्तनको अनुभूति गराउन हामी आफै पहिला परिवर्तन हुनुपर्नेछ। अस्ति बाङ्गेलजीले बडो जोड दिएर भन्नुभएको थियो, हामी सबै श्रममा लागौँ, उत्पादनमा लागौँ, उत्पादन कार्य मार्फत जीविका चलाउँ। त्यसको पनि योजना बनाइन्छ। कृषिमा, उद्योगमा, पर्यटनमा, ऊर्जामा, जडीबुटीमा, सबै विषयमा 1, 2, 3, 4, 5 गरेर हामी क्याटेगोराइज गरेर कार्यक्रम बनाउँछौँ र हामी सबै त्यसमा भिड्नु पर्नेछ। मलाई लाग्छ 7 महिनाको अन्तरमा नै हामी यो देशलाई जसरी प्रतिक्रियावादले सोचेका छन्, सब पार्टीले जित्याइन्छ र यो राष्ट्रलाई आफ्नो कब्जामा राख्ने भन्ने सोचेका छन्। नेपालीहरू जागेपछि हाम्रो इतिहास साक्षी छ। दुनियाँको कुनै ताकतले हामीलाई हराउन सक्दैन, हराउन दिँदैन। अहिले तर्साएका छन्, बडो तर्साउँछन्। केही मान्छेले भन्ने गरेका छन् अबको आन्दोलन नेता मार्ने आन्दोलन हुन्छ भनेर खुलेआम भनेको सुन्नु भएको छ नि तपाईँहरूले। तर्साउने तर्सिने ती प्रतिक्रियावादी जानी फटाहरू हो हामी होइन। हामी त वरण गरेर राष्ट्रको निम्ति र जनताको निम्ति मर्न हिँडेका मान्छे हौँ। मर्नदेखि तर्सिन्छन् भन्ने ठानेको हो भने त्यो भ्रम हटाइदिए हुन्छ। हामी अब निर्वाचनको वातावरण बनाउन सबभन्दा अगाडि नेपाली कम्युनिस्ट पार्टी छ। सरकारले यो कुरा हेक्का राखोस्, सरकारले राम्रोसँग बुझोस्। तपाईहरुको निर्वाचन घोषणालाई सकारात्मक वातावरण बनाउने पार्टी र नेताहरूलाई अपमान नगरियोस् भन्ने म भन्न चाहन्छु। सबै कमरेडहरूलाई दृढतापूर्वक अगाडि बढाउँ, हाम्रो जितलाई कसैले रोक्नै सक्दैन भन्दै फेरि आज समायोजन हुने सबै कमरेडहरूलाई स्वागत, बधाई र धन्यवाद।